चन्द्रगिरी डाँडा यता पर्छ, त्यहाँबाट हामी कालेपण्डे डाँडामा आयौँ। जस गाइजहरू रमाइलो भएको छ, कपाल यस्तो जिग्रे भएको छ है। अब यो ठाडो कपालबाट होला है, सरले एकदम साथ दिनुहुन्छ। अब गाइजहरू म यो पोस्ट गर्छु फेसबुकमा, तपाईँहरू आउँदाखेरि यो ट्याक्क कहाँ पर्छ भने माथि कालुपण्डे डाँडा जानुभन्दा अलिकति ओह्रालो। कालुपण्डे डाँडा भनेको तपाईँको यहाँबाट अलिकति माथि पर्छ। त्यो माथि जानुभन्दा अगाडि यो तपाईँले देख्नुभयो यो गाडी यो चाहिँ ओह्रालो छ है, बाटो कन्फ्युजन नहुनु होला। अलिकति डाँडाबाट माथि होइन, अनि कालुपण्डे डाँडाबाट ओर्लेपछि हजुरको होइन यतापट्टि त्यो एउटा सानो एउटा गेट छ, त्यो गेट सर आउनुहोस्। सबैभन्दा फर्स्ट भनेको यो आउँछ, हेर्नुहोस् है, यो आउँछ है। त्यो फर्स्टमै आउनुहोस्। मेरो यहाँ सरहरू बसिरहनु छ, फर्स्टमै आउनुहुन्छ ट्याक्क यहीँ बस्ने। यहाँ पार्किङ सबै छ, यी गाडीको पार्किङ छ। मेरो घोडा यहाँ छ, हेर्नुहोस् है, घोडा यी पार्किङ गर्ने तपाईँकोहरूको यहाँ छ। यो चाहिँ मेरो घोडा, हेर्नु त। यो घोडा त भन्नु पर्ला, यसलाई के भन्नु पर्ला है गाइजहरू है।